तपाईहरुले मेरो ब्लग हेर्दै आइराख्नु भएको छ भने तपाईहरुलाई थाहा होला हामीहरु 7 दिनको लागि टुरमा आका छौं, जसमा हामीले हिजो मनकामना मन्दिर अनि त्यसैगरी बेगनास तालको भ्रमण गरेका थियौं, जहाँ हामीहरुले डान्स गरेका थियौं। त्यो हजुरमा शेयर गर्छु। हेलो गाइज, अहिले हामी होटलमा आइसकेका छौं। अब हामी चेक इन गरिरहेका छौं। यसपछि चेक इन गरेर हामी फ्रेश भएर खाना खाने छौं। यो रहेको छ हाम्रो बेलुकीको खाना, भात दाल अनि एक कचरा मासु। हामीहरु पोखरा लेक साइडमा आएको छौं नाइटको भ्यू हेर्नको लागि। हामी दुई जनाहरु छौं, अरूहरु खाना खादै छन्। आउने मन लागि आउँछ भने आउँछन्, खै के गर्छ। फेरि हो जसले जहाँ गयो, हामीहरु यता आछौं घुम्नको लागि। खाना साना खाएर चिसो मौसममा लेक साइडको भ्यू देखाउँछ म। मौसम एकदम चिसो छ, सिरिरी हावा चलिरहेको छ, एकदम रमाइलो मौसम छ, एकदम गुड्स भाइब आइरहेको छ लेक साइडमा आएर। अनि अब भोलि पनि आउने हो दिउँसोतिर। अहिले हामी खाना खाएर रिफ्रेसमेन्ट गरौँ भनेर हामी लेक साइडतिर निक्लेको। म भ्यूहरू देखाउँछु है के कस्तो छ यतातिरको। है लेक साइडको नाइट भ्यू गाइज यस्तो फेवा लेक। फाइनली गाइज अहिले हामी पोखराको नाइट भ्यू भिजिट गरेर हामी अहिले रुममा आइसक्यौँ। अब हामी सुत्छौँ। त्यसपछि अब भोलिको कार्यक्रममा अब हामी त्यहाँ अझ पोखरा लेक साइडतिर घुम्ने, अनि त्यो महेन्द्र गुफा अनि के डेभिड फल त्यो घुम्ने कार्यक्रम छ। भोलिको स्टे पनि यही रुममा छ। यो रुमको टुर म भोलि गराउँछु। The next day. हेलो गाइज, वेलकम ब्याक टु यु इन द नर्दर्न वन ब्लग। आजको प्लान रहेको छ हाम्रो पुम्दीकोट जाने। त्योभन्दा पहिले आज हामी नास्ता गरौँ, त्यसपछि हामी यहाँबाट पुम्दीकोटको लागि जानेछौँ। अनि पुम्दीकोट त्यहाँ घुमिसकेपछि त्यहाँबाट आएर हामी फेरि अझ होटलमा खाना खानेछौँ। अनि खाना खुवाएर त्यसपछि को कहाँ घुम्ने प्लानिङ छ त्यो हेर्नेछौँ। अहिलेको लागि हामी पहिला नास्ता गरौँ, त्यसपछि हामी पुम्दीकोटको लागि जानेछौँ। त गाइज यही नै छ। होटलमा आइसक्यौँ। यो रहेको छ हाम्रो होटलको रुम। म तपाईँलाई हाम्रो होटलको रुम टुर गराउँछु है गाइज। 5 नम्बरको रुम रहेको छ हाम्रो। यो भयो हाम्रो इन्टरनल एउटा सुत्या छ, 2टा बेड छन्, अनि एउटा टेबल भइहाल्यो, अनि यो मिरर भइहाल्यो, अनि एउटा टिभी छ, चेयर यो छ, अनि यता चाहिँ हाम्रो बाल्कनी यस्तो छ। यहाँबाटको यस्तो भ्यू छ बाल्कनीको। अनि यो साइडमा चाहिँ हाम्रो लेक साइड रहेको छ। फेवा लेक चाहिँ नि यो साइडमा यतातिर पर्छ, यो अगाडि पर्छ फेवा लेक। अनि यो चाहिँ हाम्रो बाथरुम। आज गाइज हामी टुरको तेस्रो दिन। आज हामी कहाँ गइरहेका छौँ? पुम्दीकोट गइरहेका छौँ। आज हामी यता स्टे गरिरहेको थियौँ सिङ्गापुर होटलमा। अब हामी पुम्दीकोटको लागि गइरहेछौँ। यो हाम्रो बस छ। अब हामी गइरहेछौँ, हेरौँ के हुन्छ अगाडि। अब हामी उतै भेटौँला है गाइज। के कस्तो छ खबर हामी अपडेट गर्दै गरौँ ल। Hey guys, yo guys, whoa.
गाइज अहिले हामी आधा बाटासम्म हामी गाडी लिएर आयौँ। योभन्दा माथि चाहिँ हामी गाडी नलगेर जाने किनकि रिस्क भयो। त्यही भएर अब हामी यहाँबाट कति 1 किलोमिटर जति ट्रेकिङ गर्दै हिँड्दै घाममा मजा लुट्दै हामी जाँदैछौँ। गाडी यता छोडेर हामी योबाट माथि आयौँ। अरू साथीहरू आउनु लाग्छ, गर्मी छ त्यही पनि जाने, त्यही पनि गइरहेको छु। ल ल त गाइज अहिले हामी चाहिँ पुगिसक्यौँ। अब अलिकति मात्र बाँकी छ। 2 किलोमिटर जति हामी हिँडेर आयौँ। अरू चाहिँ हामी गाडीमा आएको थियौँ। तपाईँहरूले भिडियो हेर्नु भएको थियो भने थाहा होला। लगभग अब हामी पुगिसक्यौँ। एकदम हाइएस्ट पोइन्ट हो है। यहाँबाट पुरै भ्यू देखिन सकिन्छ। मजालाई देखाउँछ। अहिले चाहिँ गर्मी धेरै भयो है। गर्मी छ, अलिकति शीतल ठाउँको चाहिँ शीतल ठाउँ बस्नुपर्छ। ल त गाइस भ्यू हेर्नुहोस् है। ल यहाँ केटाहरू यहाँ छ। ल हिँडेन थकिहाल्यो, 2 चोटि थक्यो। ल त गाइज हामी पुग्यौँ कुम्दीकोट सिमबन्दी। लुक एट द भ्यू गाइज। त्यता पनि छ है घुम्ने ठाउँ। अनि हामी कुम्दीकोट पुगिसक्यौँ। पछाडि देख्न सक्नुहुन्छ भोलेनाथ। गर्मी चाहिँ धेरै छ, गर्मी धेरै भयो। जय भोलेनाथ। घुम्दै घुम्दै पुगिसक्यौँ है कुम्दीकोट। कस्तो लाग्यो त यहाँको भ्यू? एकदम मस्त पोजिटिभ भाइब आइरहेछ गाइज। भोलेनाथको डमरू छ। भोलेनाथको डमरू। हामी कुम्दीकोट त्यो शिव भगवानको मूर्ति त्यो हेरेर हामी आइसक्यौँ। अब यहाँबाट हामी अर्को ठाउँ गइरहेछौँ। घाम धेरै भयो अहिले, सबै गयो। अब म पनि निस्किनु भएको छु। 2000 फोटो हानियो अनि हामी चाहिँ आइल्यौँ। हामी त्यहाँबाट आइसक्यो। अब हामी अर्को डेस्टिनेसनमा गइरहेछौँ। हट एयर बलुन चढ्ने। हट एयर बलुन चढिन्छ। ड्रिम सिटी आउँदैछ अगाडि। ड्रिम सिटी अगाडि छ। अनि घाम छैन, गर्मी मात्रै छ। यो ठाउँ रहेको छ यता ड्रिम सिटी छ, उता हट एयर बलुन। अनि यता चाहिँ को दुर्गा माता कि कसको हो मूर्ति रहेको छ। त्यो म क्लियरली माथि चाहिँ चढेर धचुरेर देखाउँछु। यहाँको बाटो चाहिँ अलि कच्ची नै छ। यता रहेको छ भोलेनाथ शिवजीको मूर्ति। अनि यता माथि चाहिँ यो एरियामा चाहिँ हाम्रो लक्ष्मी माताको कुनको मूर्ति रहेको छ। लक्ष्मी माताको मूर्ति रहेको छ। माथि आइसक्यो, देख्न सक्नुहुन्छ। यो हाम्रो रहेको छ दुर्गा माताको। अनि यो चाहिँ हाम्रो रहेको छ सरस्वती माताको मूर्ति। अनि जस्ट अपोजिट अगाडि चाहिँ हाम्रो यता भोलेनाथको मूर्ति छ। यो देख्न सक्नुहुन्छ। जुन अहिले हामीले भर्खरै भिजिट गरेर आएका थियौँ नि, भोलेनाथको मूर्ति रहेको छ। यो भोलेनाथको मूर्ति भयो। अनि यो चाहिँ हाम्रो डमरू है भोलेनाथको। त्यहाँबाट जस्ट भिजिट गरेर अहिले हामी यता दुर्गा माता र सरस्वती माताको दर्शन गर्न आयौँ है गाइस। हट एयर बलुन यता छ। अनि उता चाहिँ
यो गरेको छ है, त्यसमा बसेर पनि फोटो खिच्न सकिन्छ। हामी अब उता माथि नजाउँ, गर्मी भयो। अब यहाँबाट हामी चाहिँ तल हिँड्न अब फर्क्यौँ यहाँबाट। यस्तो छ बाटो यतातिर 25 लम्का ल त गाइस अब हामी कुम्दीकोटबाट रिटर्न भइरहेछौँ। हाम्रो गाडी अगाडि आइसक्यो। ल त गाइस हामी फेरि अर्की फर्की फेरि हामी होटलमा आयौँ। अब हामी एउटा खाना खानेछौँ, त्यसपछि अझ हामी लेक साइडतिर घुम्नेछौँ। यो छ हाम्रो होटल। ल त गाइस हामीहरू महेन्द्र गुफा पुग्यौँ। पुरा गाडी रिजर्भ गरेर हामीजना 5 जनाले। ल त गाइस हामीले बस रिजर्भ गरेर हामी उत्रिँदैछौँ। ल त ल कता यता हो दाइ? यता हो आउ न। ल हाम्रो टोली अहिले हाम्रो जम्बो टोली हाम्रो जम्बो टोली 4 जना टोली महेन्द्र गुफाको भ्रमणमा निस्कियो। अझ यता टिकट हो कि अझ टिकट काट्नु पर्ने हो क्या। 4 जना छ। हामी यता टिकट काटेर आइसक्यौँ महेन्द्र गुफा यानि कि महेन्द्र केभमा आइसक्यौँ। अब हामी चट्टपट्टमा भ्रमण गर्नेछ। गुफा त गुफा कहाँ हो, यहाँ त सबै खुल्लै छ। गुफा कहाँ छ? कहाँ छ? ओइ टु केभ भनेको छ अगाडि छ। हामी चाहिँ यहाँबाट निस्किसक्यौँ। ल चट्टपाडामा यता केटाहरू फोटो हान्दैछन् बकाबक। वाह ल जेबजीको फोटो। महेन्द्र हामी महेन्द्रनगर भन्दैछ। म महेन्द्रनगर बस्ने हुनाले महेन्द्रनगर। महेन्द्र गुफाको केन्द्रबिन्दुमा पुगिसक्यो। गुफा चाहिँ उतल रहेको छ। म देखाउँछु तिमीहरूलाई। ल त गाइस हामी पुग्यौँ है। यो रहेको छ महेन्द्र गुफा। ओहो डर रहेछ है जानलाई। भित्र बत्ती छ कि नै? बत्ती बिजुली केही व्यवस्था? फाइनल्ली गाइस अहिले हामी महेन्द्र गुफाभित्र पुग्यौँ। एकदमै डर लाग्दो छ है त।